सो हेलो एभ्रिवान, सेवारो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्दै आशा राख्दै। सो आज चाहिँ मैले ब्लग स्टार्ट गरिसकेको छु। सुरुको दिनमा चाहिँ हाम्रो चाहिँ यस्तो छ, मौरी काट्नुबाट। सो मैले चाहिँ मेरो दादालाई जिद्दी गरेको हुनाले चाहिँ उहाँले मौरी काट्दै हुनुहुन्छ मिन्स मौरी खोलेर हेर्नुहुँदैछ डुर कति के छैन। तर नभन्दै मौरीले चिलिदिइहालेछ आँखामा, त्यही भएर आँखा सेकाउँदै बसिराख्नु भएको छ उहाँ चाहिँ खुकुरीले। सो अन्त म चाहिँ उहाँलाई हल्का गिजाउँदै थिएँ, त्यति साह्रो पनि सुनेको रहेछ, भयो बेसी उयो नगर्नु भनेको उसले भन्दै थियो। साह्रो टोक्यो, अब चाहिँ म मौरी नकारिकन छोड्दिनँ भनेर जान्दैछ। अन्त मैले फेरि यहाँनिर आउनुहोस् त कतिको के भएछ नि हेरेको, सानो पिन्च अफ कमिलाले टोकेको जस्तो मात्र भइरहेको त्यस्तो। अन्त म यहाँनिर फेरि उसलाई देखाउँदै थिएँ, उसलाई भन्दै थिएँ अब मौरीले टोकेर साह्रो पऱ्यो भनेर। सो अन्त अब मारेरै छाड्नु ल, मिन्स मारेर होइन म काटेरै छाड्नु ल भन्दै थिएँ। हुन्छ भन्दै थियो। अन्त मैले भने किन तपाईँलाई यस्तो चकचक गर्नु पनि आएको, अन्त तपाईँलाई कसले गर्नु लगाएको त्यस्तो चकचकहरू किन गर्नुभएको भनेको। अब उसले भन्दै थियो यो गर्नु त सबै तैँले लगाएको होइन भनेर भन्दै थियो। अन्त जस्तो मलाई त्यो कुराले पनि पुरा हाँस उठिरहेको थियो होइन, म यति बेसी हाँस उठिरहेको थिएँ। अब हुन्छ नि लिटरली अब मैले हाँस कन्ट्रोल नै गर्नु सकिनँ। सो अन्त म बाहिर जाँदै अब त्यसै हल्का अब उयो गर्दै थिएँ, नसुर्ताउनु तपाईँको सुनिँदैन आँखा। उहाँले चाहिँ भन्दै थियो अब खतरा सुनिने भयो, सुनिँदैन भन्दै थियो। सो अङ्कलले पनि उहाँलाई गिजाउनु हुँदै थियो, अब खतरा सुनिने भयो आँखा, दिउँसोको 12 बजीतिर मौरी काट्दा हुन्छ त भन्दै। तर पनि हामीले चाहिँ नटिरिकन अब भन्छ नि रेला ठट्टा गर्दै जिस्किँदै अन्त उयो गर्दै थियो मौरीहरू। सो मेरो घर चाहिँ यस्तो छ अलिकति, अब तपाईँहरूले त्यस्तो नराम्रो नसोचिदिनुहोस् होला। अन्त ड्रेस पनि यस्तै छ, किनभने अब हामी बस्तीमा बस्नेहरू, बस्तीमा काम गर्दा यस्तै हुन्छ। सो यहाँ चाहिँ मेरो बिरालोलाई किन मैले पल्टा हेर्दैछु भन्दा त्यो चाहिँ बाटो भएर मौरीको डुरमाथि उडेर आउने, त्यसलाई चाहिँ 4-5 जना मौरीले चिलिदिएको थियो कि, त्यसै कारणले चाहिँ म हेर्दै थिएँ। त्यति बेला चाहिँ मेरो नानाको कल आयो नि त। सो उसले पनि देखाउन कस्तो छ बिरालोको हालत के भयो भन्दै थियो। सो म उसलाई पनि देखाउँदै थिएँ, अन्त भन्दै थिएँ बिरालोलाई मौरीले चिलेर यस्तो भइरहेको छ, झन् बिरालोलाई भन्दा खतरा चाहिँ मान्छेलाई भइरहेको छ भनेर भनेको थिएँ। अन्त त्यसको बादमा टक्क लगाएर अब हामीलाई चाहिँ भोक लागेको हुनु कारणले गर्दाखेरि चाहिँ अब चाहिँ हामी झालमुरी खाँदैछ। यो चाहिँ डे 1 को ब्लग हो होइन। अन्त झालमुरी खाँदा यहाँ मेरो दाजुले चाहिँ काट्दैछ, उसलाई चाहिँ पुरा एकदम पिरो भएपछि उसको नाकमा पसिना आइहाल्छ। सो भाइ मैले खायो, त्यहाँदेखिको मैले जम्मै खाइसकेर बाहिर देखाउँदै थिएँ होइन, यति खाइसकेँ भनेर दाजुले पनि भिडियो गरिदिँदै थियो। सो नभन्दा अघि हेर्दा त पिन्च अफ कमिलाले टोकेको जस्तो थियो, अहिले हेर्दाखेरि त एकदम रातै भएछ नि त। सो अब दबाई पनि केही छैन, हुनु त अब यति हो, तर भए पनि अब उसलाई के गर्नु, आउनु त भन्दै क्यामेरामा देखाउँदै थिएँ। अन्त त्यसको बादमा चाहिँ अब हाम्रो टक्क लगाएर झालमुरी खाएर पनि अब भोकले नपुगेर चाहिँ हामी फेरि चकचक गर्नु गयो भोगटे खानुको लागि। भोगटे खाँदै म चाहिँ गाउँघरको मिन्स अब वेदर देखाउँदै थिएँ तपाईँलाई, अब हाम्रोमा कस्तो छ भनेर तपाईँहरूलाई। सो अन्त हामीले भोगटे पनि लियो। त्यसको बादमा चाहिँ भोगटे चिर्दै भोगटे चिरेर पनि दिइसक्नुभयो दाजुले मलाई। अन्त मैले यसको फर्स्ट बाइट लिएको थिएँ, यो चाहिँ अब त्यस्तो खासै मिठो चाहिँ थिएन, त्यस्तो नमिठो पनि होइन मिठो पनि होइन, हल्का तितो पसेको थियो किनकि यो कलिलो हुनुभएकोले। सो म चाहिँ कुकुरलाई जिस्काउँदै थिएँ ला भनेर कि यो चाहिँ पुरा चल्ने अब क्रेजी खालको रहेछ। सो यो चाहिँ उफ्रै थियो होइन। अन्त अब हाम्रो डे 1 को ब्लग चाहिँ यहीँनिर एन्ड हुन्छ मिन्स अब हामीले त्यस्तो बेसी चाहिँ गरेको थिएन नि त, त्यही भएर। अन्त यहाँ चाहिँ म किम्बु टिपेर खाँदै थिएँ। सो राति पनि भइसकेको थियो, मैले त्यस्तो पुरै कम्प्लिटली ब्लगै गरेको छुइनँ किनकि यो मेरो एकाउन्ट पनि होइन दाजुको एकाउन्ट हो, यहाँ त जस्ट मैले भोइस ओभर मात्रै गरिदिएको। त्यस्तो मिन्स अब कम्प्लिटली ब्लग हुन्छ पनि हुँदैन पनि त्यो चाहिँ याद छैन, मिन्स अब रिमेम्बरको लागि भए पनि भनेर गरिरहेको थिएँ। सो यो चाहिँ हो डे 2 को ब्लग होइन। अब डे 2 मा चाहिँ हेर्नुहोस् न कस्तो के हुन्छ भनेर रिजल्ट देखाउनु गइरहेको छु हिजोको होइन। सो तपाईँहरूलाई पनि देखेर हाँस उठ्यो होला अभियसली, तर मलाई चाहिँ लिटरली साथीहरू साँच्ची भनेको मैले बेलुका हेरेर मलाई पुरा हाँस उठेको थियो होइन, तर बिहान हेरेको चाहिँ एक्सपेक्ट नै गर्नै नसकेर आँखा खोल्नै साह्रो पऱ्यो हेरेर उहाँलाई। अन्त मैले चाहिँ उहाँलाई देखाउँदै थिएँ। त्यहाँदेखि नेक्स्ट आयो अब हाम्रो दिउँसोको पारीमा। सो म चाहिँ यति बेला क्युबी तासेर खाँदैछु। क्युबी चाहिँ अस्ति मम्मीले ल्याइदिएको थियो, उता गान्तोक लानु भनेको गान्तोक लैजा भनेकोलाई टिपेर घुम्साइदिइरहेको थियो। सो पाक्यो। त्यहाँदेखि हामी फेरि आज डे 2 मा पनि ब्लग भनेछु, सरी डे 2 मा पनि आज हामी चाहिँ ब्लग गर्दै झालमुरी खाँदैछ होइन।
तपाईँहरूले सोच्नु होला होइन हिजोकै हालेको होला क्लिप भनेर, तर के गर्नु साथीहरू, अब हामी गाउँ बस्तीमा काम गर्ने मान्छे घरिघरि लुगाहरू चेन्ज गरिबस्दैन नि त। सो त्यही भएर हिजो चाहिँ अगाडि हालेको चाहिँ डे 1 को हो, यो चाहिँ डे 2 कै हो। त्यस्तो नसोचिदिनुहोस् होला। अन्त तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ एकदम लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। मिन्स अब मेरो दाजुको एकाउन्टलाई यसो दाजुलाई हेर्न कति धेरै पिरो भइसकेको छ, यसको नाकबाट हेर्दै चल पाइहाल्यो। अन्त मलाई चाहिँ नि तपाईँहरूले सोच्छ होला यो भिडियोको लागि देखाएर यस्तो खाएको होला भनेर, तर साथी मिन्स अब बोल्दा बोल्दै त्यस्तो भइसक्यो मैले, किनकि फर्स्ट हो नि त यो मेरो, त्यही भएर मैले चाहिँ तपाईँहरूलाई देखाएर चाहिँ होइन, किनकि मेरो आदत नै यस्तो हो। म चाहिँ भिडियो विदाउट क्यामेरा पनि 3-4वटा खर्सानी चाहिँ खान्छु। मिन्स अब मलाई पिरो लागेन भने। तर तपाईँहरूले कमेन्टमा त्यस्तो अन्यथा नसोचिदिनुहोस् होला, नलेखिदिनुहोस् होला भनेर तपाईँहरूलाई बिन्ती अनुरोध गर्दछु। सो अब मेरो भ्लग चाहिँ यहीँ सकिन्छ साथीहरू। तपाईँहरूलाई मन पर्यो भने एकदमसँगले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। हुन्छ, धन्यवाद।